दर्शक नमस्कार। अहिले हामी सिंहदरबारको दक्षिण गेटतर्फ छौँ। सिंहदरबारको दक्षिण गेटमा चाहिँ अहिले जेनजीका घाइते युवाहरू चाहिँ करिब 1-2 घन्टा अगाडिदेखि आएको र हामीलाई सरकारले दिएको घाइतेको परिचय पत्र हुँदाहुँदै पनि हामीले चाहिँ भित्र प्रवेश गर्न नदिएको भन्दै आक्रोशित भएर अहिले दक्षिण गेटको ठ्याक्कै ढोकामै अहिले धरना कसेर बसेका छन्। यहाँ बाक्लो मात्रामा प्रहरी र पहिलो लेयरमा प्रहरी, दोस्रो लेयरमा नेपाली सेनाको पनि उपस्थित रहेको छ। अहिले भित्रबाट पास आइसकेको छ। कसलाई भेट्नुपर्ने के तपाईँहरूको निवेदन दर्ता गराउनु पर्ने हो जानुस् भनेर प्रहरीले चाहिँ पटक पटक आग्रह गर्दाखेरि पनि घाइतेहरू चाहिँ हामीलाई जसले 1-2 घन्टासम्म पुऱ्याएर बाहिर राख्यो त्यो कर्मचारी चाहिँ अहिले यहाँ आउनुपर्छ, हामीले जे दर्ता गराउनु पर्ने हो यहीँ दर्ता गराउँछौँ। तर त्यो हामीलाई चाहिँ बाहिर उभ्याएर राख्ने कर्मचारी चाहिँ अहिले यहाँ गेटमा आउनुपर्छ, अन्यथा हामी यहाँबाट चाहिँ टस्कमस हुँदैनौँ, हट्दैनौँ भनिरहेको अवस्था छ। सरकारले जेनजीका घाइतेहरूलाई पास उपलब्ध गराएको छ। त्यो पास हामीसँग हुँदाहुँदै पनि हामीलाई प्रवेश गर्नु दिएनन् र घन्टौँ हामीलाई बाहिर कुराएर राखे भनेर घाइतेहरूको चाहिँ अहिले आक्रोश रहेको छ। हाम्रो हो, हामीले पठाएको चिजलाई कहाँ उहाँले दर्ता गर्छ त? पाउँदै पाउँदैन के हुँदैन, हामीले आफूले दर्ता गर्नुपर्छ। त्यो के हो त्यो ल्याउँदैछ के? अब हामीले लिएर आएको केस सडकमा बसेपछि सबैजना बसौँ दर्ता गर्छौँ। गरिसकेपछि बल्ल चाहिँ अनि उस भनेर कर्मचारीले घुस खाएर सिधै भयो त। कर्मचारी भएपछि त अलिक सफा मनले काम गर्ने हुन्छ, आफै आएर दर्ता गर्छ भन्ने हो त मान्छेले। भगवान बनेर हुन्छ भने भगवान बन्न सक्छ, मानव आत्मीयताले मानव बन्न सक्छ, भगवान त बन्न सक्दैन। भएको भए त यो कति छिटै बनाइसक्थ्यो, भगवान त बन्न सक्दैन नि त। कर्मचारीले देशको दाजुभाइको बानी हाम्रो विदेशमा सहजवानी होला है। यसमा चाहिँ तपाईँहरूले आइपिओ नभर्नु होला। दुईवटा मारेको कम्पनी हो, यिनीहरूले चाहिँ अर्थ मन्त्रालयका तल निकायका कर्मचारीहरूसँग संलग्न रहेर यिनीहरूले चाहिँ व्याप्त भ्रष्टाचार धितोपोटो बोर्डमा व्याप्त भ्रष्टाचार गरेर आइपिओ जारी गरेछ। यो तपाईँहरूलाई भ्रम मात्र हो, फाइदा दिन्छु भनेर केही समयमै लाभान्वित बनाउँछु भनेर फाइदा दिन्छु भनेर मात्र यो भ्रम मात्र हो। यसमा परेर सेयर नकिन्नु होला है। भेट्छु भन्नुमा भनेको हो, पछि मन्त्रीज्यूको भक्तपुरमा कार्यक्रम छ कहाँ भनेपछि ललितलाई छोडिदियो क्या। पछि मन्त्री नभइनु दर्ता गर्नलाई आउनुलाई मान्छे धेरै नाटक नगर्न भन्नु होला है। अहिले तपाईँको नैतिकता बढी बोलिरहे त्यो फोनमा बोलिराख्नु तपाईँ यहाँ चाहिँ तान्नु हुन्छ नि। अहिले म अहिले यहाँ आउनु यहीँ आउनु भन्नु न। त्यो फोनमा बोलिरहेको मान्छेलाई यहाँ आउनु भन्नु डाइरेक्ट हामीसँग कुरा गरोस् न डाइरेक्ट। देश बिगारेको नेताले कर्मचारीले साइन नहाल्ने सबै नेताले कहाँबाट बिगार्छ क्या? कर्मचारी केही भएको छ, केही भएन भाइ। घुमाएको रेकर्ड चाहिँ टेलिकममा छौँ भन्नु न। मेरो फोनबाट कतिजनाले फोन गरेर अहिले कुरा भएर हुन्छ। यो दर्ता मात्र होइन, केमा लेखेको बुझा पनि तुरन्त एक्सन भइहाल्नु पर्यो। धितोपोटोको बोर्डको अध्यक्षहरू जो नाम समाचार गराएको छ तिनीहरूलाई कारवाही हुनु भइहाल्यो। तुरन्त एक्सन हुनु पर्यो, तुरन्त छानबिन भइहाल्नु पर्यो क्या। राजीनामा